Hello guys, try not to laugh challenge. Okay? They did know that बोट केमा घन्टीमा घन्टी कसको साइकलको साइकलको होइन के जेन्जीको भन न फेरि है त घन्टी कसको जेन्जीको घन्टी कसको जेन्जीको जेन्जी अब बोल्छ जोइहरूको चाक पोल्छ जेन्जी अब बोल्छ जोइहरूको चाक पोल्छ जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात वेल डन गाइज वेल डन अब बाटोमा पनि यसरी नै नारा लाउनु पर्छ है चुनावसम्म के भन्छ यो बाटोमा यसरी नारा लायो भने त पागल भन्छ हामीलाई सबले। भन्नुहोस् न त यदि देश विकास हुन्छ भने म आफूलाई पागल घोषित गर्न पनि तयार छु। अच्छा किन घोषित गर्नु पर्यो त पागल हो भनेर सबलाई थाहा छ त। अबे साले मजाक नगरे यो मजाक गर्ने समय होइन देश बनाउने समय हो। तँलाई देशको नक्सा बनाउन त आउँदैन देश कसरी बनाउँछस् म एक्लैले बनाउने होइन नि त हामी सबै मिलेर बनाउने हो। देश बन्नलाई सबै नागरिकको योगदान चाहिन्छ। बात त सही है। ए हो ल ल मेरो तर्फबाट चाहिँ 2 बोरा सिमेन्ट है यो भन्दा धेरै योगदान गर्न सक्दिन म। तेरो सिमेन्ट तैसँग राख 2 बोरा सिमेन्टले देश बन्छ। देश नबने पनि देशवासीको लागि एउटा टोयलेट त बन्छ नि त। अनि एउटा टोयलेटमा सबै देशवासी अट्छ त कस्तो कुरा गरेको तिमीले हटेन भने पछाडिबाट लात्ती हान्दै ठेल्नु पर्छ नि त मैच्याङ साले दुम बकवास नगर त तँलाई देशको चिन्ता छैन छ नि देशको होइन मलाई त विदेशको पनि माया छ त्यसैले अर्को महिना विदेश जाँदैछु म। विदेश जाँदैछस् रे अनि खोइ त हामीलाई त केही थाहा छैन त। तिमीहरूलाई किन थाहा हुनु पर्यो तिमीहरू मेरो छोराछोरी हो र। जाने तिमी विदेश भोट त म हालिहाल्छु नि यदि हाल्न पाइन भने पनि तिमी छौ त तिमी हाल्दौ न मेरो भोट। आफ्नो भोट आफै हाल्नुपर्छ थाहा छैन तिमीलाई कसरी थाहा हुन्छ त कहिले हालेको भए पो ओ मैचा हेप्ने होइन है मैले धेरैचोटि हालिसकेको छु। कहिले हालिस 2079 मा के को 2079 मा हाल्नु हिजो राति हालेको नि मैले। हिजो राति चाहिँ के को भोट हालिस् नि तैले ए भोटको पो कुरा गरेको भोट त हालेको छैन नि मैले। अनि के हालेको भनेको त हिजो राति अबे साले यसपालिको प्रधानमन्त्रीमा को आउला त गाइज बालेन कि रवि ओइ तेरो स्वरलाई के भयो किन बाख्रा जस्तो बोलेको खोइ घरिघरि कसको हातमा चढ्छ को नि यस्तै स्वर निस्किन्छ। मैले भन्नु खोजेको चाहिँ रवि र बालेन प्रधानमन्त्री बन्दैन के हर्क साम्पाङ बन्छ प्रधानमन्त्री। तेरो बाउले भन्थ्यौ बन्छ हर्क साम्पाङ जतिखेर नेपाली भर्सेस चाइनिज। ओइ नेपाली तिमीहरू त जहिले भात खान्छौ रे हो खान्छौ त के तिमीहरू जस्तो किरा फट्याङ्ग्रा खाएर भाइरस फैल्याउनु गरे छैन हामीले। तिमीहरूको देशका नेताहरूले त पढे लेखा नि हुँदैनन् रे त अनि देश कसरी चलाउँछन् त। हाम्रा नेताहरूले देश चलाउन नजाने नि राम्रा राम्रा जोक हानेर हामीलाई हँसाउँछन् नि त। हाम्रा नेताहरूले त हामीलाई दिनदिनै नयाँ प्रविधिले शिक्षित बनाउँछन्। हाम्रा नेताहरूले नि हामीलाई दिनदिनै नयाँ बहानाले उल्लु बनाउँछन्। हामी त 1 हप्ताभित्रै हस्पिटल बनाइदिन सक्छौँ। हामी त झन् 1 मिनेट भित्रै त्यस्ता 100वटा हस्पिटल बनाइदिन्छौँ तर सपनामा। हजुर तमुला नेपाली म चाइनिजसित ऱ्याप खेल्छस् लु खेल्छु ल म पनि के कम ल तै सुरु गर्न त ल म सुरु गर्छु है त। जति घिउ खाए पनि लाग्दैन यो जिउ किरा खाने चाइनिजहरू कोरोनाको बिउ। हामीले जे खाए पनि तँलाई किन चासो तेरो देश हेर्दाखेरि आयो मलाई हाँसो हाहा। तेरो बाउको खाइदे छैन आफ्नै बाउको खान्छु मेरो देशलाई केही भन्नेलाई चाकै चाकमा हान्छु। हाम्रै सामान युज गरेर हामीलाई नै गाली गर्छस् चाइनासँग नमिलेर इन्डियासँग चर्छस्। तेरो बाउको तालुमा म मुतेर आइदिन्छु इन्डिया चाइना दुवैसित एक गरी बदला लिन्छु। गुन्द्रुक ढिँडो खाँदै बस्छस् त नेपाली जाठो नेपाल र इन्डिया भन्दा हामी नै धेरै बाठो। तेरो अनुहार हेर्दै थाहा भइसक्यो कि त बाटो होस् कि लाटो नेपालको चाट्ने होइन इन्डियाकै चाटो जा। हाम्रो चाइना नेपाल भन्दा धेरै ठुलो छ नि नेपाल जब गरिब देश हामीसँगै छ धेरै मनी। तेरो जब मनी भन्दा हाम्रै ठाउँ राम्रो खोला नाला हिमाल पहाड सबै ठाउँ हाम्रो। मैले हिजो तिमीहरूलाई पढेर आउनु भनेको थिएँ अब म सोध्छु ल तँ उठ त
ल भन्, यदि राम माथि बादलमा गएर अड्क्यो भने त्यो कसरी तल झर्छ? प्यारासुटको प्रयोग गरेर सर। तेरो बाउले दिन्छ त्यसलाई प्यारासुट? तेरो बाउले चाहिँ त्यसलाई बादलमा अड्काउँछ? चुप लाग। अब भन्, मान्छेको एउटा हातमा कतिवटा अम्ला हुन्छ? सर 6वटा। तैँले फेरि कट्टुभित्र हात हालिस् होइन? ए सरी सर। ल अब भन्, नेपालीहरू किन बहादुर हुन्छन्? किन हुनु नि सर? राम बहादुर, श्याम बहादुर जस्तो नाम राखेपछि जो पनि बहादुर भइहाल्छ नि। चुप लाग। अब भन् कि यो संसारको सबैभन्दा मूर्ख मान्छे को हुनु नि? तपाईँ नि। के रे? म कसरी मूर्ख भएँ? कसरी हुनु नि? जहिले आफूले आउने क्वेसन सोधेपछि मूर्ख हुँदैन त? त सरले मूर्ख भन्छस्? बाहिर जा। ए सरी सर। के को सरी? एउटा गीत गा अनि मात्र छोडिदिन्छु। सर गीत चाहिँ होइन, ऱ्याप हान्छु ल। ल हान। ओके म्युजिक। ओइ बुढो सुन, ओइ माछा सुन, तैँले हामी विद्यार्थीलाई अति धेरै कुटिस। हामीले क्वेसन सोद्धाखेरि केही नभनी उठिस। हामी तेरो चेला होइन भनेको हामीलाई दाजै, न त तेरो छोरीलाई भगाइदिन्छु आजै। क्वेसन पनि गाह्रो दिन्छस्, केही आउँदैन हामीलाई। तेरो म्यामको चक्कर चल्या भनिदिन्छु म सबलाई। होमवर्क पनि धेरै दिन्छस्, गर्ने नआउनी। तैँले सायद बाँच्न पाउँदैनस् अर्को जुनी। एक्जाम आउन लाग्यो भने कराई गर्छस्। यस्तै पारा देखाइस् भने त एक दिन मेरै हातबाट मर्छस्। अति भयो अत्याचार हामीलाई मुक्त गर्दै, अर्को वर्ष यो स्कुलबाट अर्कै स्कुलमा सर्दै। एक्जाम अघि क्वेसनहरू राम्रैसँग सोध्ने हो, एसी पछि सब मिलेर तँलाई भक्कु गोद्ने हो। सिधै सर ऱ्याप। तँलाई त ए होइन सर, गीत पो गाएको छ नि। होइन प्रिन्सिपल सरले आज के भन्छ? बोल्दैन त म त रिसाएँ कि के हो? सर के भयो? हामीलाई मिटिङमा त बोलाउनु भयो, तर तपाईँ केही बोल्नुहुन्न त। म हेरिरहेको छु कि तपाईँको छोरो तपाईँको अगाडि नअल्लिकन कति बेरसम्म बस्न सक्छ। हुन त चाक्चिला रहेछ सर, तर केही छैन, यत्तिकै बस्छु। किन र सर? यसले केही नराम्रो काम गर्यो के हो? के गरेन चाहिँ भन्नु न। अस्ति म क्लासको बिचमा टोइलेट जाँदा मेरो मोबाइल क्लासमै छुटेछ। तपाईँको छोराले मेरो मोबाइलबाट प्रिय म्यामलाई